के भन्नु ओके गाइज, अब हामी चाहिँ अहिले ढाक्राक्कै भन्नुपर्दा काभ्रे प्लान्ट छ भनेको ढाक्राक्कै लाएर नवबुद्ध क्रस गरेर भकुण्डेतर्फ लाग्दैछौँ। मित्र हाम्रो यात्रा भनेको सिन्धुलीको हो, घरसम्मको मामा भन्दा छ। आमाले बाइक कुदाउँदै हुन्छ, म चाहिँ पछाडि बसेर अहिलेको यो जाडो भन्दा पनि मलाई के भन्नु, बर्खायामको समयमा चाहिँ मौसम पनि आज क्लियर छ होइन। त्यो कारणले गर्दा पनि सिलगढीसम्मको यात्राको सानो तपाईँहरूलाई एउटा बाटोको स्थिति प्लस साथसाथै कस्तो छ सिन्धुलीको बाटो भनेर चाहिँ यसो देखाउनु मन लाग्यो। त्यो कारणले गर्दा मैले तपाईँहरूको माझ एउटा ब्लग लिएर आउँदैछु, स्वीकार्नुहोस्। यसलाई हेरेर तपाईँहरूले इन्जोय गर्नु होला है त। ल, बाटो अहिले यस्तै छ। बाटो पनि खासै होइन, यहाँ त सुकोटी नै सुकोटी हुन्थ्यो रहेनछ। ऊ त्यहाँ चाहिँ रहेछ, तर क्रस भइहाल्यो, ठिकै छ। त्यो भएर पनि हुन्छ। बाटोको छेउछाउमा सानो साना दोकानहरू किनारमा राखेको छ। अब बाटो बढ्दैछन्, त्यो बाटो होला छ 7 लाखको छ, त्यो क्लिनिक हुँदैछ। दामी छ मौसम चाहिँ, दामी चाहिँ खुल्ला हरियाली भइरहेछ मस्त। मौसम छ यतातिर स्वच्छ अच्छा छ। यो टाइम अब उतातिर त साइड खोलाको माथिबाट बाटो छ भनेर छ। अहिले दसैँमा बसिरहेको छु, यसमा आउँदा गएको हो, त्यसपछि गएको छैनौँ। त्यो सुमोले अलि पेल्छ हौ, सल्लाहकै लाएर गर्छ नि त बसेर। तर जान सकेको छ। हामीले खास धेरै पास बिस्तारो धेरै पास छैन क्या, बिस्तारै हिँडिरहेको छ भन्ने चाहिँ कतै पनि ओभरटेक गर्न सकेको नगरिरहेको गर्नलाई माग्दैछ। जान्छ भन्छ आकाश बुझेन आज हिमाललाई त बुझिन्छ नत्र भने त हगेज त्यो ट्याक्कै छैन। त्यो देखिरहेको बादलको पटक देखेको देख्नु भयो, त्यो चित्त चाहिँ डाँडामा हिमाल राखेर हिउँ पर्थ्यो मस्त।
बाटो पनि यही नै हो क्या खास यो बाटो सिन्धुली रोडको अहिले हामी भकुण्डे बसी पुग्नु जाने यो देखिएको चाहिँ टाढामा देखिन्छ नि यो जग्गा यहाँ चाहिँ हिउँ पर्दैछ आज चाहिँ देखिएको छैन हामी चाहिँ चिया खाइदिने कुरो हो गाइस होइन टक्कलहरूको अब भर्ने भन्दा माथि यो स्थलको टराको होटल छ त्यहाँ चाहिँ चिया खाने कुरो भयो बसेर मिठो लोकल भैँसीको दुधको राइडर उहाँ नै हो बाइक राइडर बाइक कुदाउने चाहिँ उहाँ नै हो भने क्या अहिले चाहिँ हामी चिया खाने ठाउँमा यसो चिया खाइदिएर जाउँ भनेर हो चिया पाक्दैछ के अर्डर छ बिरालो टोक्छ दाइ टोक्दैन केही गर्दैन कहाँ टोक्छ पुरा त बुझेर आइज भनेको आयो दामी छ ल झाँगा फिल्टर जान्ना छ चिया बनाउनु चाहिँ मिठो स्पेसल हुन्छ जहिले आउँदा नि यहीँको खाएर जाने चिया चाहिँ म यतातिर हिँड्दाखेरि चाहिँ यहाँ पसेर खाएर हिँड्दा हुन्छ क्या प्रायः जस्तो भयो त्यो त्यसो भए र यो उता मरिन जाने गाडी खस्यो होइन के भन्छ यही महाभारत हो कि हजुर कालिम्पोङ लेकपानी कालिम्पोङ जाने कि यता आउँछ हजुर गाडी पनि बाटो अब बढ्दैछ बढ्न त सायद कहिले आइपुग्ने हो बाटो अस्ति के ट्रकले के रिसेले गरेको छ भयो त पुरा भोको गरेर बसिरहेछ त्यो लाग्यो त गाडी बेसी वेदर दामी छ गाइस वेदर चाहिँ मलाई भकुण्डे टक्क यो गाछ अब हामी तपाईँहरू पनि टक्क आउनुभयो भने मजा छ अहिले चाहिँ यो टाइम चाहिँ गर्मी पनि छैन जाडो पनि छैन एक बाटोको छेउछेउमा छ धेरै ठुलो पनि होइन धेरै सानो पनि होइन ठिकै
फेरि केही काम त्यसको पनि केही काम छैन होइन त्यस्तै हो ठुलो यो बाटो चाहिँ सिन्धुली जाने बाटो भनेको आउँदै जाने बाटो चाहिँ यही नै हो नभए तपाईँको कि चाहिँ डोडापट्टिबाट जानु पर्ने छ मुगली नारायणको बाटो जाने पुगिन्छ सिन्धुलीमा चाहिँ तर हामीतिर बाटो चाहिँ एउटा हो हामी चाहिँ जाने यतैबाट हो हामी उताबाट जाँदैनौँ आइरहेको छ जस्तो आउनु त आइरहेको छ सुरु भयो अब फेरि धुलो पनि देखाइदिनु पऱ्यो नि त गाईहरूलाई धुलो आएको होइन गाई छ यस्तो धुलो पनि छ आज धुलोसँग सामना गर्दै जानुपर्ने छ के गर्नु साह्रो छ कि साल यहाँ अब ठुलो बाढी आएर राम धुलो घर पल्टाएको थियो यहाँनिर र अहिले चाहिँ यो बिचमा चाहिँ बनाउँदै गरिरहेको छ त्यो खुसी लाग्यो यो चाहिँ फेरि यो अहिले मलाई लाग्छ जापान सरकारको सहयोग गर्नुभएको किनकि यो बाटो भनेको जापान सरकारको बाटो हो युपी हाइवे अनि त्यो कारणले गर्दा मलाई लागिरहेको छ बाटोको चौपडाङ बढाउँदैछ रहेछ नेपाल गभर्मेन्टले त 100% होइन यो युपी हाइवेहरू चाहिँ जापान सरकारले नै बनाइरहेको चौपडा बन्दै रहेछ खुसी लागेको चाहिँ सब बाटो बढाइरहेको कारणले गर्दा चाहिँ धुलो बाटो बनिरहेको छ फेरि 4 लाइनको बाटो बनिरहेको छ त्यसले गर्दा जताततै बाटो भत्काइरहेको छ यो पहिला त यो खोलाले यत्रो आएर गर्थ्यो साल त बनाउने क्रम जारी नै रहेछ गाह्रो छ गाडी ब्ल्याट्टै हान्दैन भने त गाइजहरूलाई देखाउने चक्करमा यता बचाउनै पर्यो होइन जस बाटो बढ्दै रहेछ अब नेक्स्ट इयर्स 2 वर्ष जतिमा लगभग बाटो तयार हुन्छ नमानी त जानु पर्दैन भने होइन खोलाबाट ए होइन त अहिले चाहिँ यतिबाट हो अच्छा अरू बेला त माथिबाट खोलिसक्यो हो र यो ठुलो आएको बेला चाहिँ यहाँबाट त्यो त खोलिसक्यो गाडीहरूलाई चाहिँ गाह्रै हुन्छ यो बर्खाको बेलामा चाहिँ ठुलो आउँछ
यो तलबाट थियो बाटो यो बाटो अहिले यताबाट अब जस खोलो आए पनि केही नहुने तरिकाले बनाउँदो रहेछ बाटो चाहिँ राम्रो बाटोहरू चाहिँ उहाँले राम्रै बनाइदिनु परिरहेको छ त्यस्ता जहाँ पनि सरकार हुनुहुन्थ्यो भन्दा अहिले पहिला केही गर्नु सक्छ बाटोलाई अहिलेको सरकारबाट पनि केही हुनेवाला चाहिँ थिएन होइन त्यही भएर यो यहाँ हाम्रो देश एक गरिब देश हो एक त यहाँ मागेर चलाउनुपर्छ अनि कहाँ होइन त्यही पनि हामी देख्छौँ त्यसमा कसरी काम हुनु पर्यो जापान सरकारलाई धन्यवाद दिनुपर्छ सिन्धुलीवासीहरूले जो पूर्वतिर रहेका छन् यताबाट त्यसले बाटो अनि हामी सबै हामी नेपालीहरूले भनौँ न समग्र रूपमा पहिला चाहिँ यता थियो क्या यो बाटो हो क्या यस्तो मजाले यहाँबाट जोड्यो होइन सिन्धुलीको बाटो सिकाएको के हो भने चाहिँ कटुन्जे क्रस भयौँ हामी कटुन्जे क्रस भएर अब हामी ट्याक्कै भन्नुपर्दा अर्को अब तल ठाउँ कटुन्जे क्रस भएपछि अब आउँछ रसी खोला आइपुग्छौँ मलाई पनि त्यति पुरै चाहिँ ठाउँको नाम थाहा आएन पहिला थाहा थियो बिर्सिसक्यो जताततै दिँदैछ गाउँ पहाडमा यताबाट देखाए पनि पाहाडै ठ्याक्राक्कै हाम्रो घरमा आइपुगेँ हौँ होइन घरमा आएपछि अब त्यो पनि देखाइदिनु पऱ्यो त्यही भएर केही मेरो हाम्रो घर होइन टोकलाएर यहाँ पर्छ तल अब मैले चाहिँ यो माथिबाट लिएको छुइनँ यो स्कुल ट्याक्कै स्कुल हो यस्तो गरेर देखाउनु पर्छ कस्तो यस्तो है त ल ओके स्यु अहिले हामी ऐनाको सेतीदेवी मन्दिरमा छौँ मुलकोटमा यहाँबाट हेर्न सक्नुहुन्छ मुलकोट बजार त्यो हो क्वालिटी रिसोर्ट यतापट्टि आएर डब्बा होइन माउभन्दा टक्कलाई टिका लगाउनु भनेर आएको यता चाहिँ सेतीदेवी मन्दिर यहाँनिर होइन यो लामो छ ऐनाको एकदम 2 किलोमिटर जति लगभग ऐना छ त्यो राम्रो